हेलो हेलो नमस्ते नमस्ते जय शम्भो भोलेनाथ हर हर महादेव। हेर्नुहोस् न साथीहरू, आज म कहाँ छु? म चाहिँ कहाँ छु भनेपछि होइन, यो त्रिशुल डाँडा भन्ने ठाउँ चाहिँ त्रिशुल डाँडामा त्रिशुल डाँडा भन्ने हेर्नुहोस् है हजुरहरू मन्दिर होइन। अब यहाँ चाहिँ त्रिशुल चाहिँ राख्ने खालको रहेछ, त्रिशुल राख्नुलाई बाँकी रहेछ। म त्रिशुल डाँडामा छु है हजुर। त्रिशुल डाँडामा चाहिँ आज चाहिँ त्रिशुल डाँडा घुम्न आएको छु म होइन। त्रिशुल डाँडामा दर्शन गर्न आएको मन्दिरमा होइन हजुरहरू। हेर्नुहोस् है हजुरहरू, त्रिशुल डाँडा चाहिँ कस्तो रहेछ भन्दाखेरि चाहिँ होइन, यस्तो मन्दिरहरू चाहिँ यस्तो मन्दिर भनेको अब कता भन्नु होइन। अब यतापट्टि चाहिँ भक्तपुर शहर छ होइन। अब यो चाहिँ कता पर्छ भने यो नगरकोट तेलकोट भन्ने ठाउँहरू छ नि, त्यतैतिर पर्छ। भक्तपुर शहरहरू पनि हेर्नुहोस् है। भक्तपुर शहर चाहिँ यस्तो छ कि सबै देखिराख्नु भएको छ होला नि हजुरहरूले होइन। भक्तपुर शहर यस्तो देखिरहेको छ है हजुरहरू। भक्तपुर शहर पनि यस्तो देखिरहेको छ। त्रिशुल बाबा होइन, त्रिशुल डाँडा चाहिँ यहाँ चाहिँ अनि हेर्नुहोस् है मन्दिर। यो त्रिशुल डाँडामा चाहिँ यहाँ चाहिँ त्रिशुल राख्नुलाई छ, त्रिशुल राख्नुलाई चाहिँ बनाउनु भएको छ। जय शम्भो भोलेनाथ ओम आदेश भन्नुपर्छ होइन। ओम आदेश भनेर चाहिँ भन्नुपर्छ। यहाँ महादेवको मन्दिर हो, भैरवनाथको मन्दिर है हजुरहरू। म चाहिँ आज यहाँ मन्दिरमा छु हजुरहरू। अब यहाँ चाहिँ अब ठुलो त्रिशुल राख्नेवाला त्रिशुल राख्ने रहेछ होइन। अब चाहिँ यहाँ हेर्नुहोस् है हजुरहरू, भैरवनाथ गुरु भैरवनाथ। अब यहाँ चाहिँ अब कस्तो छ भने होइन, पहिला त्यो नाग देवताहरूले अब मान्छे भनौँ न, अब चाहिँ राक्षस भएर गर्छ नि त, राक्षस भएर तान्थ्यो नि त, तान्थ्यो खान्थ्यो भन्दै। अनि यहाँ गडुल भगवान्ले होइन, मेरो पनि शिरमा जे भए पनि खाइदियोस्, खिचिदिनुहोस् खाइदियोस् भन्छु म चाहिँ होइन। एकदमै त्यस्तो हो नि त। यहाँ चाहिँ अब भर्खर बनाउँदै हुनुहुन्छ, बनाउनु भएको रहेछ। यो चाहिँ एकदमै हाइटमा कि हाइटमै छ होइन। एकदमै रमाइलो। अब मन्दिर धाम भने चाहिँ यस्तै हुन्छ, रमाइलो। हेर्नुहोस् है हजुरहरू, अलिकति साँझको टाइममा घाम पनि चर्किरहेको छ, देख्नुभयो होला है यताउताबाट। शिव शम्भो, म त के गरौँ। आहा हेर्नुहोस् है हजुरहरू, हेर्नुहोस् है हजुरहरू, म चाहिँ मन्दिर भित्रबाट गयो। हर हर महादेव, जय शिव शम्भो भोलेनाथ। हेर्नुहोस् है हजुरहरू, आहा एकदमै रमाइलो। मलाई त एकदमै मजा आइरहेको छ होइन। म त हजुरहरूले त कता देखाउँछु नि, अझै देखाउनु बाँकी छ त्यहाँतिर होइन। देखाउँछु है हजुरहरूलाई। शिव शम्भो हर हर महादेव। मान्छे हो, मान्छेहरूले जे पनि भन्छ नि त होइन। आज चाहिँ यतातिर घुम्न आएको। मन्दिर धाम भनेको घुम्नुपर्छ। जो पायो व्यक्ति चाहिँ मन्दिर धाममा आउनु सक्दैन। जब तब भगवान्ले ल्यायो त्यस्तै व्यक्तिहरू मात्रै आउनु सकिन्छ है हजुरहरू। अब कसैले राम्रो सोच बोकेर आएको पनि हुन्छ, कसैले नराम्रो सोच बोकेर आएको पनि हुन्छ। यो मन्दिर धाममा चाहिँ कस्तो व्यक्तिहरू आइन्छ भने होइन, अब मन्दिर धाम भनेपछि भूत प्रेत पनि आउँछ, जे पनि आइन्छ हजुरहरू। हेर्नुहोस् यी मजाले, हेर्नुहोस् यी भूत प्रेत पनि आउँछ, देवी देवता पनि आउँछ, सबैको सवारी हुने ठाउँ हो यो चाहिँ होइन। भन्नु पर्दाखेरि होइन, अब कतिपयले अब जे पनि भन्छ नि त, अब के भन्नु होइन, यो कुरो पनि भन्नु परिहाल्यो होइन। म चाहिँ अब पर जाँदैछु है हजुरहरू। पर होइन, पर भनेपछि यहाँ हेर्नुहोस् कति पछाडि देख्नु भएको होला नि हजुरहरूले होइन। एकदमै होइन सलाला सिरिरी हावा चलिरहेको छ। अब सबै ठाउँमा भक्तजनहरू हुन्छ होइन। अब यहाँ मन्दिर चाहिँ बनाउनु बाँकी रहेछ अझै, यतापट्टि छ है बनाउनु बाँकी छ हजुर। देख्नुभयो होला नि, बनाउनु त बाँकी नै छ उहाँ चाहिँ होइन। उयो बोर्डमा पनि देखाउनु पऱ्यो म, किन भन्दाखेरि अब पछि अहिले यो मन्दिर नबनाउँदाखेरि यस्तो छ होइन। यो मन्दिर नबनाउँदाखेरि चाहिँ यस्तो छ, पछि बनाइसकेपछि अब कस्तो हुने होला होइन। यो चाहिँ अझै हामीले पछि हेर्नै बाँकी छ है हजुरहरू, हेर्नु नै बाँकी छ हामीले होइन। एकदमै राम्रो। अब होइन काठमाडौँ धाम होइन मन्दिर धाम, काठमाडौँ धाम होइन मन्दिर धाम होइन।
सबै एकदम मन्दिर भनेको एकदमै रमाइलो छ साथीहरू। हेर्नुहोस्, दर्शन गर्नुहोस्, घुम्नुहोस् होइन। अहिले उमेरमा घुम्नुपर्छ, अलिकति हात खुट्टा हुँदाखेरि घुम्नुपर्छ। भोलि पर्सि के हुन्छ भनेपछि बुढी भएपछि घुम्नु पनि सक्दैन, बुढाबुढी भएपछि घुम्नु सक्दैन है हजुरहरू। बुढाबुढी भएपछि घुम्नु सक्दैन, अहिले मजाले हात खुट्टा चलेपछि घुम्न आउनुहोस् है हजुरहरू। सबैजना आउनुहोस्, मन्दिर धाममा त आउनुपर्छ है। एकदमै रमाइलो है। हावाले फरर भइरहेछ मलाई, हावा फरर चलेपछि मलाई चाहिँ एकदमै रमाइलो लागिरहेछ। अब ऊ तलतिर होइन, कता कता म देखाउनुलाई चाहिँ अब यो ओम आदेश भन्ने चाहिँ म देखाउँछु हजुरहरूलाई होइन। किन भन्दाखेरि अहिले चाहिँ यो मन्दिर भर्खर सुरु गर्नुभएको रहेछ। यहाँ हेर्नुहोस् न, यो माथि यहाँ के लेखेको रहेछ बोर्डमा पनि हेर्नुहोस् है हजुरहरू। अलिकति घामले गर्दा पनि नदेख्ने कि हेर्नुहोस् है हजुरहरू, देख्नुभयो होला नि होइन। ओम आदेश भनेर चाहिँ होइन, आदेश भनेर लेख्नु भएको छ। हेर्नुहोस् अब भोलि पर्सि अब यो बनाइसकेपछि चाहिँ अब के देखिन्छ होइन। यहाँ हनुमानजीको मन्दिर पनि छ, हनुमान बाबाको मन्दिर पनि रहेछ होइन। हनुमान बाबाजीको मन्दिर पनि पञ्चमुखे बाबाको होइन, पञ्चमुखे हनुमानजीको मन्दिर रहेछ यहाँ होइन। अब उहाँ पनि देखाउँछु म हजुरहरूलाई, हेर्नुहोस् है हजुरहरू। एकदमै होइन। अब यहाँ स्वस्तानी माता कि सन्तोषी माताको पनि मन्दिर रहेछ यतातिर, यतातिर चाहिँ होइन। मलाई चाहिँ जय श्रीराम जय हनुमान देव, हेर्नुहोस् है हजुरहरू। जय श्रीराम जय हनुमान देव देख्नुभयो होला नि। जय श्रीराम जय हनुमान देव, जय श्रीराम जय हनुमान देव। पञ्चमुखी हनुमान विष्णु भगवानले रूप लिएको भन्छ नि होइन हनुमान देवको। अब यहाँ हेर्नुहोस् है, हनुमानजीले त यतै मलाई नै हेरिराख्नु भएको जस्तो लाग्यो मलाई चाहिँ हजुरहरू चाहिँ कस्तो लाग्यो होइन। मलाई नै हेरिराख्नु भएको जस्तो लाग्यो। हेर्नुहोस् न हजुरहरू, एकदमै होइन। जय श्रीराम जय हनुमान देव होइन। हनुमान देव, गुरुदेव, महादेव, विष्णुदेव, बाबा बजरङ्गी वाली भन्छ नि, बजरङ्गी वाली भन्छ नि। राम 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 सत्यराम होइन, राम नाम सत्यराम भन्ने त्यस्तै रामको भक्तजी नि। अब हेर्नु यहाँ अब देख्नुभएको होला नि, एउटा भगवानको चाहिँ होइन मुख खोलिराख्नु भएको छ हनुमानजीको माथि। हेर्नुहोस् है, जय बजरङ्गबली, जय बजरङ्गबली, शिव शम्भु, हनुमान देव महादेव, हनुमान देव महादेव, हनुमान देव महादेव। यतातिर मन्दिर धाम भने एकदमै मन्दिर छ। म त हजुरहरूले त मन्दिर देखाइहाल्छु नि है हजुरहरू। अब यतातिर होइन, बाबाजी भिडियो बनाएको नि हजुर। अब यस्तो होइन, यति राम्रो। अब मन्दिर धाम भने चाहिँ यस्तो हुन्छ होइन। यहाँनिर चाहिँ शम्भु भोलेनाथ हेर्नुहोस् है हजुर, गणेश देव। अब म त गणेश देव देख्छु, अब मान्छेहरूले के देखिन्छ, मैले चाहिँ गणेश देवै देखेँ होइन। यहाँ चाहिँ मूर्ति चाहिँ हजुरहरू शिव 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 शिव। जय माता दी, जय माता दी, जय माता दी। अब माताको मन्दिर भनेको चाहिँ यस्तो हुन्छ होइन हजुरहरूले। यो त्रिशुल डाँडा भन्ने ठाउँमा है, त्रिशुल डाँडामा जय शम्भु भोलेनाथ, माता दुर्गे, जय मा दुर्गे, जय मा दुर्गे, जय महादुर्गे, महाकाली प्रभु, महादुर्गे प्रभु होइन। एकदमै महाकाली प्रभुको, महादुर्गे प्रभुको होइन हजुरहरू। एकदमै अब के भन्नु होइन। हेर्नुहोस् है हजुरहरू, माताको मूर्तिमा होइन अब कस्तो खालको छ हजुरहरूले देख्नुभयो होला नि। जय शम्भु, हर हर महादेव, महामाया महादेव। यहाँ चाहिँ अब माताको जय माता दी, जय माता दी, जय माता दी, माता दी महामाया माता होइन। एकदमै शक्तिशाली भगवानहरू हुनुहुन्छ यहाँतिर चाहिँ। नमस्कार गर्नुपर्छ। महामाया महादेव जय हो, महामाया महादेव जय हो, महामाया महादेव जय हो, महामाया महादेव कि जय हो भन्छु म चाहिँ होइन। हाम्रो अब नेपाल धाममा होइन, नेपाल धाममा होइन, संसारमै पृथ्वीमा भनौँ न, पृथ्वीमा
पृथ्वीमा भन्नुपर्दाखेरि अमेरिकामा चाहिँ नहोला यस्तो होइन अमेरिकातिर चाहिँ नहोला जस्तो लाग्छ मलाई चाहिँ होइन अमेरिकातिर चाहिँ यस्तो नहोला कि जस्तो लाग्छ एकदमै रमाइलो कि यहाँतिर चाहिँ होइन अमेरिकामा चाहिँ यस्तो नहोला कि यस्तो मन्दिरहरू नहोला जस्तो लाग्यो अब यो चाहिँ टावर रहेछ यो माथि हेर्नुहोस् न यो टावरमाथि चाहिँ म चाहिँ चढिसकेँ है हजुरहरू अघि नै चढिसक्यो होइन टावरमाथि चाहिँ चढिसक्यो जय माता दी जय माता दी जय माता दी शिव शम्भो हर हर महादेव यहाँतिर त भजन भइरहेछ है हजुरहरू यहाँतिर त भजन भइरहेछ होइन भजन भइरहेछ शिव शम्भो हर हर महादेव योगीराज कालीनाथ बाबा समाधि स्थल हेर्नुहोस् है हजुरहरू यहाँ के भनेर यहाँ के भन्नुभएको रहेछ हेर्नुहोस् है हजुरहरू यहाँ हेर्नुहोस् त लेख्नु यहाँ लेखेको अक्षर हेर्नुहोस् हजुरहरूले थाहा पाउनुहुन्न ओ योगीराज कालीनाथ बाबा होइन यो योगीराज कालीनाथ बाबा भन्ने चाहिँ यहाँ चाहिँ समाधि भएको रहेछ होइन समाधि स्थल भनेको चाहिँ यहाँ चाहिँ अब यो बाबाहरू चाहिँ कस्तो हुन्छ भनेपछि चाहिँ हजुरहरूले हेर्नुहोस् होइन एकदमै भक्ति गरेर बसेपछि अब उहाँ चाहिँ उहाँको मृत्यु भएपछि चाहिँ यहाँ हेर्नुहोस् यस्तो यो भित्र हुनुहुन्छ उहाँ चाहिँ यो भित्र राखेको छ है हजुरहरू यो भित्र पुरेर राख्नु भएको छ उहाँलाई हेर्नुहोस् हजुरहरू यो भित्र पुरेर राख्नु भएको छ हजुरहरूले देख्नुहोस् उहाँलाई उहाँ बाबाजीलाई है देख्नुभयो होला हजुरहरूले उहाँ बाबाजीलाई चाहिँ यो भित्र चाहिँ होइन यहाँ हेर्नुहोस् है यो भित्र समाधि गरेर चाहिँ यो शिवलिङ्ग भित्र राखेको हुन्छ है यहाँ चाहिँ हजुरहरू त्यसरी राखेको हुन्छ हजुरहरूले हेर्नुहोस् होइन यसरी बुझ्नुपर्छ होइन अब जोगी भन्ने अब जोगी योगी अब भक्त भन्ने चाहिँ अब त्यतिकै भक्ति भनेर आएन भक्त बन्न गाह्रो छ एकदम अनि देख्नुभयो होला नि यो भित्र राखेको यो भित्र एकदम समाधि भनेको चाहिँ यो भित्र छ है जय भोले बाबा 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 यो भित्र राखेको हुन्छ है हजुरहरू यसरी राखेको हुन्छ शिव शम्भो भोलेनाथ हर हर महादेव समाधि देख्नुभयो हजुरहरूले हर हर महादेव 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 अब एकदमै रमाइलो छ अब के भन्नु होइन मलाई साह्रै रमाइलो लाग्छ होइन यस्तो ठाउँमा एकदमै रमाइलो छ ल अब चाहिँ हामी भिडियोहरूलाई टुङ्ग्याउनुपर्छ अब चाहिँ हामी भिडियोलाई टुङ्ग्याउनु पऱ्यो के अरे हजुर अब जति अब के भन्नु होइन एकदमै मन्दिर धाम भने एकदमै रमाइलो शिव शम्भो हर हर महादेव हर हर महादेव भोलेनाथ कैलाशनाथ पशुपतिनाथ जय शिव शम्भो त्रिशूल भन्छ मेरो त पछाडि ठुलो त्रिशूल पनि छ यतैतिर टुङ्ग्याउँ है हजुर जय शम्भो भोलेनाथ हर हर महादेव हर हर महादेव हर हर महादेव हर हर महादेव हर हर महादेव